अब चाहिँ हामी एक्कासी प्लान भयो कहाँ जाने मलाई पनि थाहा छैन। कहाँ जाने बिबेन? खरबुजा किन्न खरबुजा किन्न चाहिँ हामी जान्ला छौँ। गाई चाहिँ हामी दार्जिलिङ आउँछौँ खरबुजा किन्न। हामी त 3 जना जान्ला छौँ, मामा बिबेन अनि म जान्ला छौँ। त्यसपछि अहिले चाहिँ खरबुजा किन्न जान्ला छौँ हामी। अनि सिधा जाने बाटोमा मोटो भ्लग पनि भयो त। अब चाहिँ घडाइ आउँछ है गाइस। त्यस्तै हो अब गाई चाहिँ हामी चाहिँ खरबुजा किन्न गइरहेको। पुरानो बस्तीमा बाटो अलिकति बिग्रेकै हुन्छ। यहाँ त अझै बाटो बिग्रेकै रहेछ। यहाँ कस्तो झ्याङहरू रहेछ। कडा छ नि त, म त फेरि यसैमा हुर्केको हो। आज प्लेजरमा राइड बनायो। बाइक गाई हाम्रो चाहिँ 4वटा स्कुटी छ, एउटा बाइक छ। एउटा बाइक छ, टोटल एउटा 5वटा होला। यो चाहिँ हाम्रो सिद्धिपुरको पोखरी हो। स्कुटी पोखर एउटा पहिला यो पनि कस्तो डराएको थियो मामा, अहिले राम्रो भयो। गाई हामी चाहिँ पुग्न आँटेको छ। अब हामी खरबुजा किन्न जाँदैछौँ हाम्रो मामुको लागि। मैले पहिले स्कुटी थिएँ अब हाम्रो चाहिँ यो स्कुल चौक हो। स्कुल चोकमा आएको हामी। यहाँ नि बाटो बन्द छ गाइस। यहाँ चाहिँ बाटो बनाइरहेको छ। यो चाहिँ मेरो साथीको होटल हो। यहाँ बाटो बनाउनु, यहाँ पनि एउटा पार्क छ गाइस। ए हेर्नुहोस्, अब चाहिँ राम्रो बाटो आयो गाइस। अब त यस्तो हुँदैन। गाई यो चाहिँ पिच रोड बनाएको हो नयाँ। अस्ति बनाइरहेको थियो। नयाँ पिच रोड हो। खरबुजा उ त्यहाँ छ। अनि हामी चाहिँ घुमाउन लागेको छौँ अब। कति हो किलोको? खरबुजा किन्न लागेको छौँ। हामी चाहिँ स्कुटी रोकिसकेछौँ। अब हामी चाहिँ झर्छौँ। हामी अब सिधै खरबुजा किनेर अनि त्यसपछि घर जाँदाखेरि अनि माइजूलाई किनिदिउँला हो। यो चाहिँ बिबेन, तिम्रो नाम के हो? यो चाहिँ हाम्रो 5th भ्लग है। 5th हाम्रो एउटा भ्लग अपलोड भइसकेको छ। त्यो भ्लग मामाले चाहिँ छान्दै हुनुहुन्छ खरबुजा। हट त बिबेन, मामाले चाहिँ छान्दै हुनुहुन्छ खरबुजा। अनि हामी चाहिँ यहीँ बसिगरी हामी चाहिँ स्कुटीमा बस्छौँ। सरी, मामा र बिबेन चाहिँ उता खरबुजा किन्दै हुनुहुन्छ। अनि त्यसपछि हामी चाहिँ यहाँ बसिरहेको छौँ। किन हाँसेको बिबेन? किन हाँसेको? खरबुजा किनिरहेको छु। गाइस अब हामी खरबुजा गाइस यहाँ चाहिँ धेरै गर्मी नै रहेछ। यस्तो गर्मी भएको कारणले हामी चाहिँ अब शीतलमा बस्छौँ। मेरो शीतल अब शीतल आयो होला। हात चाहिँ भइरहेको होइन, हात चाहिँ यस्तो सिधा राख्नुपर्छ। बाबा अहिले आएपछि आएपछि मान्छे देख्छ ल। सदा गर्न आउँदैन। यहाँ चाहिँ अर्को कस्टमर पनि छ अनि हामी पनि छौँ खरिद्नलाई। यस्तो ब्लर आयो। हामी चाहिँ यहाँ कस्तो घाम आएर बसिरहेको छौँ। आइरहेको छ यहाँ चाहिँ। ब्लग बनाएर चाहिँ क्या
अलिक बच्चादेखि सिकाउनु पनि कमाउनु दुःख गरेर खाउ नेपालमा पनि पैसा छ भन्छ क्या हामी चाहिँ 5th भ्लगै हो ए मैले त अघि नै भने मैले बिर्सिन्छ कि एकछिनमा हामी चाहिँ खरबुजा किन्दैछ यहाँ चाहिँ किन्दैछौँ खरबुजा सबै खरबुजा हो यहाँ अब प्याकिङ गर्न लाग्यो गाइस केही बोल न बोलिरह्यो दाइको केही त बोल्नु इमान्दार रहेछ हरेक कुरा काम गरेर दाइलाई पनि सपोर्ट देऊ न होइन मेरो पनि च्यानल छ होइन सपोर्ट तपाईँको पनि तपाईँको पनि भिडियो छ नि त त्यसमा केही न केही भन्नुपर्छ क्या अनि तपाईँ हाम्रो लाइक सब्सक्राइब गरिदिनु ल के नाम के छ च्यानल बिकी साही बिकी साई के छ साई मात्र मात्र हो बिआइसी अल्पा सल्पा केही हालेको छैन नि पायो बिएससी ल ल अनि एसएचए बिकी साई होइन दाइकोमा दाइकोमा चाहिँ खरबुजा किन्न आउनु रे दाइको गाइस हामीले चाहिँ खरबुजा किनिसकेको छ हामी चाहिँ दाइ अब हामी जान्छौँ भन्नु पर्यो त यसरी भन त बिबेन भन सो गाइस हामीले खरबुजा किनिसकेछौँ अब हामी जान्छौँ अब चाहिँ हामी घर जानेवाला छौँ फेरि सो गाइस सर जान्छौँ अब हामी अरू त अस्ट्रेलिया अमेरिका जान्छ भन्छ घुम्न हामी चाहिँ नेपालमा घुमेर खोइ भिडियो सकेको छैन कति ठाउँमा जानु छ सो गाइस अब हामी घर जाँदैछौँ हामीलाई एकैछिनमा बोल्न आइहाल्छ कि यो भने पार्क भयो मैले अघि नै देखाएको यहाँ चाहिँ फेरि कस्तो यस्तो गिर हल्लिरहेको छ कि अनि अफरोडिङ हुन्छ त्यस पनि आमामा कस्तो स्पिडमा गइरहेको छ त्यही गुरुङ आएर स्पिड भएको भएको चाहिँ हामी यहाँ पुग्नेछौँ अब चाहिँ फेरि स्पिड हुनेवाला छ अनि तपाईँहरूलाई यो रोडबाट यता यो रोड कुद्यो घाटबटेन चाहिँ त्यो हो ब्लू कलरको तपाईँले देख्नु भएन भने तपाईँलाई केही सामानहरू चाहिन्छ भने सुपर मार्केट आउनु होला यहाँ त्यहीँनिर छ भाटबटेनी यहाँ खेल्ने ठाउँहरू पनि छ घाटबटेनी माथि है यहाँ पार्टी भेट्नु पार्टी भोट गर्न मन छ भने यहाँ सुपर ब्ल्याङ्केटमा आउनु सक्नुहुन्छ अब चाहिँ हेर्नु यहाँ कति बारीहरू पहिला नि यो बारी थियो यो घर बनाउँदैछ यहाँ चाहिँ घर बनाउँदैछ यो चाहिँ हाम्रो सिधै सर्टकट बाटोबाट आएको हो कि है सो गाइस हामी पुगिसक्यौँ यो चाहिँ हाम्रो बुद्ध पोखरी हो अनि ऊ त्यो सिद्धिपुर बुद्ध पोखरी सिद्धिपुर बुद्ध पोखरी चाहिँ यही हो गाइज यो गेटबाट छिर्ने त्यसपछि सिधा हुने हो पछि हाम्रो घर चाहिँ यो आइसकेको छ किन्छ अब चाहिँ हामी घर पुगिसकेको छौँ अब थोरै आफ्नो प्राइभेट काम छ भिडियो गर्छु अब चाहिँ हाम्रो थोरै प्राइभेट काम छ अब त्यही भएर हामी इन गर्छौँ बाई बाई